नमस्कार, जनचासोको यो विशेष श्रृङ्खलामा स्वागत छ। म कार्यक्रम प्रस्तुता रमा भट्टराई। आजको कार्यक्रममा हामी नेपाली कम्युनिस्ट पार्टीका नेता डाक्टर भीम रावतसँग कुराकानी गर्दैछौँ। आउनुहोस् कार्यक्रम सुरु गरौँ। स्वागत छ। धन्यवाद। आराम हुनुहुन्छ? ठिक छ। यहाँले अनि यहाँको पार्टी अहिले भर्खरै यहाँहरू सम्झौता गरेर नेपाल कम्युनिस्ट पार्टीमा समावेश भएको छ। मातृभूमिमा जाँदा कस्तो छ त्यसको कार्यक्रम? हामीले देशको अहिलेको विषम परिस्थिति हाम्रो राष्ट्रको स्वाधीनता, स्वतन्त्रता, अखण्डता, हाम्रो स्वाभिमानको रक्षाको लागि जनताले चाहेको समृद्धि हासिल गर्नु एउटा सशक्त र बलियो राष्ट्रिय शक्तिको आवश्यकतालाई महसुस गरेर नेपाली कम्युनिस्ट पार्टीसँग नेपाल एकीकृत भएको। अब हामीले नेपाली कम्युनिस्ट पार्टीलाई नेपालको राजनीतिमा एउटा बलियो देशभक्ति र जनताको समृद्धिप्रति कटिबद्ध समाजवादका मान्यताहरूमा पार्टीको रूपमा विकसित गर्न चाहेका छौँ। यही उद्देश्यले हाम्रो एकीकरण भयो। अहिलेको तत्कालीन समय चाहिँ नेपाली राजनीतिको जटिल छ नि त। यहाँले 12वटा घटकहरू मिल्नु त्यसमा चाहिँ त्यो 12वटा घटकमा पनि हेर्दाखेरि चाहिँ अहिले जुन माहौल छ, परिस्थिति छ, त्यसले चाहिँ नयाँ युवा पुस्ताहरूलाई चाहिँ यो राजनीतिमा आकर्षित गर्नु माहौल चाहिँ यताबाट त्यो आइरहेको फेरि कुरामा साथी गरेको मानिसहरूको मात्रै टाउको मात्रै हामीहरू अहिलेको जटिल परिस्थितिमा राष्ट्रलाई अगाडि बढाउनको लागि युवाहरूको जोस, युवाहरूको स्फूर्ति र प्रौढ र वयस्कहरूको विवेक अनुभवको सम्मिश्रणबाट मात्रै देशलाई विकास ठान्दछु। मेरै कुरा गर्नुहुन्छ भने म जति बेला 30 साल 31 सालतिर म भर्खर अहिलेको चलनचल्तीको भाषामा आइए पढ्दै थिएँ। म त्यही बेला कारागारमा गएको अधिकार राजघाट मुद्दा कायम थिएँ। 18 वर्ष 19 वर्ष। त्यसकारण युवा पुस्ताले परिवर्तनको लागि, न्यायको लागि उठाएको आवाजलाई हामी पूर्ण रूपमा सम्मान दिन्छौँ, त्यसको कदर गर्छौँ र यो पुस्तालाई अगाडि बढाउनुको लागि हामी तत्पर छौँ। हाम्रै पार्टीमा कुरा गर्नु छ भने नेपाली कम्युनिस्ट पार्टीमा त्यस्ता युवाहरूको धेरै ठुलो कम्ती छन्, तर नेतृत्व गर्नुको लागि, त्यसलाई सङ्गठनलाई अगाडि चलाउनुको लागि कानुन, राष्ट्रिय सुरक्षा, कूटनीति र अरू विज्ञताको त त्यतिकै खाँचो हुन्छ। अब अरू देशको हेर्नुहोस्, कतिपय मानिसहरू जुन देशबाट रकम आएर यहाँ संस्था सञ्चालन गर्छन्, त्यो देशमा 80 वर्षका मान्छे राष्ट्रपति भएर हुन्छ, अनि यहाँ आएर चाहिँ खालि 20 वर्षको मान्छे चलाउनुपर्छ भनेर त्यस्तो कुरा अर्थ हुन्न। अर्को कुरा जस्तो भन्नु हाम्रो अलि जैनी आन्दोलनको कुरा भयो, त्यसमा 28 वर्षको नपटेका मान्छे हुनुपर्छ भन्ने कुरा हामीले आन्दोलनमा सुनेका थियौँ। अनि प्रधानमन्त्रीसित सर्वोच्च अदालतको प्रधान न्यायाधीश भएर निवृत्ति गर्न खाएर उहाँका सबै सन्ति दलको अमेरिकामा राखेर अनि त्यस्तो व्यक्तिगत वर्षलाई किन बनाएको सोचेको हुँदैन। हाम्रो कुरा मात्रै होइन, अर्थ सचिव उहाँ अर्थ सचिव हुनुहुन्थ्यो, अहिले अहिले अर्थमन्त्री, उहाँको पनि सन्तान नेपालमा छैन, अनि उहाँलाई किन ल्याएको? त्यस कारण यो कस्तो हुन्छ भने राष्ट्रको लागि को मान्छे 18 वर्षको छ, को 19 वर्षको छ, को 50 वर्षको छ भन्ने कुरा होइन। कसले वास्तवमा त्यो युवाको भावनालाई बोक्छ, कसले त्यो युवाको जोस बोक्छ, कसले त्यो युवाको चाहिँ भविष्यको सुरक्षित गर्ने क्षमता राख्छ, त्यो कुरा महत्त्वपूर्ण पनि। यदि उनीहरूलाई मात्रै यदि उनीहरूलाई मात्रै मापदण्ड बनाउनु थियो भने अहिले जुन सरकार 28 वर्षको अमेरिका देखाउँदैन। त्यसकारण यदि हामीलाई मात्र किन भन्ने अनि 3 गरेको छ त। त्यस कारणले गर्दा हामी के ठान्छौँ भन्दाखेरि कुनै पनि देशको, नेपालमा मात्रै होइन, चिन, भारत, अमेरिका, रुसिया, अनि के त्यहाँ चाहिँ खालि 19-20 वर्षका मान्छे नआएर देश विकसित भयो र देश तल पछाडि भइरहेको छ होइन नि। त्यस कारणले गर्दा मूलभूत कुरा के हो भने आजको नवयुवा र युवाहरूको भावना कदर गर्ने, रोजगारी सृजना गर्ने, परिवर्तनको चाहनालाई आत्मसात गर्ने, राष्ट्रलाई व्यक्ति भ्रष्टाचार मुक्त गर्ने कुरा महत्त्वपूर्ण हो। यदि त्यो कुरा कुनै 50 वर्ष पुगेको मान्छेले नेतृत्व गरेर त्यसलाई चाहिँ कार्यान्वयन गर्छ भने के नराम्रो कुरा? हामीले खोजेको यत्रो समयसम्म यहाँको यत्रो समयसम्म सत्ताको केन्द्रमै रहेको मान्छे
हामीले सत्तामा आउँदाखेरि तपाईँले सत्तामा आउँदाखेरि आम जनताको चाहिँ जीवनस्तरमा यो खालको परिवर्तन यो खालको काम चाहिँ गर्नुपर्छ भन्ने त्यतिखेर चाहिँ सत्तामा हुँदाखेरि चाहिँ किन आयो त्यो सत्ताभन्दा बाहिर बसेको त्यो कुराहरू किन आउँछ त्यो मान्छे न मान्छेका चुनाव घोषणापत्र पढेको छ म यहीबाट भन्छु अहिलेका राजनीतिक दलका सबै घोषणापत्र भएका अहिले आन्दोलन गर्ने कति मान्छेको घरमा छ अनि पढेकै छैन भने हामीले गरेर कसरी थाहा पाएको जस्तो म तपाईँलाई भन्नु 2051 बाबुको मनमोहन अधिकारीको अवरोधको सरकारमा पनि म थिएँ हेर्नुहोस् त त्यसै कार्यक्रम जसले अहिलेसम्म जनताले घोषित गरिदिएको अनि हामीले नखा पाएको हो र तर के हो कुरो चाहिँ त्यो सामाजिक सुरक्षा भत्ता मात्र होइन हामीले तपाईँको विद्युतीकरण विकास स्वास्थ्य शिक्षा समग्र योजना देशको अगाडि सारेको तर हामी त 9 महिना मात्रै बस्यौँ 9 महिनामा कति काम हुन्छ एक दोस्रो 52 सालको यस्तो देश त हिंसात्मक द्वन्द्वमा गयो सबैलाई थाहा छ अनि हिंसात्मक द्वन्द्वको बेला राष्ट्र किन बनेन भनेर प्रश्न गरेर त कसरी हुन्छ मान्छेहरू द्वन्द्व हिंसात्मक द्वन्द्वको बेला कस्तो थियो अब 62-63 आन्दोलन भयो फेरि होइन त्यो आन्दोलनपछि पनि कति अवधिसम्म देश सम्पूर्ण कालमा गयो अहिले यो सत्य निरूपण तथा मेलमिलाप आएर व्यवस्था छानबिन आएको कालको अहिलेसम्म कुरा हो छैन सन्दर्भमा अनि अब जस्तो मलाई सोध्नुहुन्छ भने म रक्षा मन्त्री नहुँ कुन बेला भारतको नागरिक गृह मन्त्री जम्मा 21 महिना कुन बेला जुन बेला संविधान निर्माण गर्दै थियो र देश एकदमै अस्थिर समय अनि 51 मैले भने त्यो बेलाका हाम्रा दस्तावेजहरू कुनै पनि व्यक्तिले पढ्नु भयो हाम्रा कामहरू हेर्नुभयो भने हामीले हाम्रो राष्ट्रिय सुरक्षा परराष्ट्र नीति कृषि स्वास्थ्य शिक्षा महिला दलित थारू पिछडेका वर्ग क्षेत्रलाई कसरी अगाडि बढाउनुपर्छ भने हामीले समग्र योजना ल्याएका छौँ हाम्रो जस्तो योजना त अहिलेसम्म कसैले ल्याउनै सकेका छैन तर मलाई दुःख कुरा के कुरामा लाग्छ भने हाम्रो कुरा कसैले पढ्दैन पनि त्यति बेलाको इतिहास हेर्दैन हेर्ने अब तिमीले किन ल्याएनौ थियौ भन्ने अनि तर तपाईँले धन्यवाद दिन्छु कि तपाईँको सोध्नुको प्रश्नले कुरा गर्नु पाए कतिले त सोधा पनि नसोध्ने छैन भने त्यतिकै नगरेको भने हामीले गरेको तर त्यति बेलाको राजनीतिक अस्थिर वातावरण त्यो कतिपय कुराहरू कार्यक्रम भयो र खास गरी मलाई लाग्छ जनताको असन्तुष्टिको एउटा ठुलो प्रभाव के कारणले भएको हुनसक्छ भन्दाखेरि नेकपाको बहुमतको सरकार बन्यो केपी ओलीजी प्रधानमन्त्री हुनुहुन्थ्यो उहाँले प्रतिनिधि सभा विषयमा गर्नु त्यो ठुलो कतै हेर्नुहोस् म त्यही पार्टीको होइन मैले त्यही बेला त्यसको विरोध गरेको थिएँ एक दोस्रो विपरीत सिद्धान्त भएका नेपाली काङ्ग्रेस र नेकपा एमाले एक ठाउँमा आएर गठबन्धन सरकार त्यसमा अब छदल पनि थिए होइन अब यो उन्मुक्ति पार्टी पनि थियो नगरेशमा जनमत पार्टी पनि थियो यी सबै थिए नि तर यी राजनीतिक दलहरूले हामी दुई देऊ दम्ब गर्नुसम्म गरे तर जनताका समस्या समाधान गर्नुको सट्टा एकपछि अर्को भ्रष्टाचार र बेचबीका घटना भएपछि मलाई लाग्छ यस्तो जनताको भावना बढी भइरहेको हुनसक्छ यसको लागि जो व्यक्तिहरू सरकारमा थिए जो व्यक्तिले नेतृत्व गरेका थिए जो राजनीतिका प्रमुख थिए उनीहरू अवश्य पनि जिम्मेवार छन् सानो समयलाई मात्र त जिम्मेवार नसोचौँ किनभने यो स्थिति आउनको लागि यो गठबन्धन सरकार आफ्नो ठाउँमा जिम्मेवार छ तर काहीँ न काहीँ हिजोदेखि यो चाहिँ हामी राजनीतिमा लागेका तपाईँहरू जस्तो मान्छेहरूको पनि त जिम्मेवारी छ छैन यो अवस्था आउनको लागि तपाईँहरू जिम्मेवार यो कस्तो हुन्छ भने जिम्मेवार भने कस्तो हुन्छ जुन व्यक्तिले गल्ती गरेर उलाउने भने गल्ती नगर्ने व्यक्ति बन्छ र गल्ती गर्ने व्यक्तिले कारबाहीको शिकार हुन्छ अब सबै नेता उस्तै हुन् तपाईँहरू जिम्मेवार सबै हो भनेपछि अनि त्यसले के गर्छ त गल्ती गर्ने मान्छेले बस्छ हेर्नुहोस् तर तपाईँले गर्ने कुरासम्म के कुरामा सक्छ 48 सालको नेपाली काङ्ग्रेसको सरकार छ होइन गिरिजा प्रसाद कोइरालाले के भन्छ त्यहाँबाट सुरु हुन्छ नेकपा एमालेको 51-52 सरकार त्यसले कति राम्रो लोकप्रिय काम गरेको थियो अनि त्यसलाई विषयमा किन राखेको कथा त्यहाँबाट सुरु हुन्छ नेपालमा संसदीय प्रणालीको अभ्यास भइरहेको तर 52 सालमा शेरबहादुर देउवा भएको बेला त्यसमा हतियार किन यो हतियार पाउनु म तथ्य भन्दैछु है त हतियार किन त्यहाँबाट सुरु हुन्छ हो त्यसका कस्तो छ यहाँ जस्तो संसारको काम सबैले जसले गल्ती गरे आओ फलानु पार्टी फलानु नेताले यस्तो गल्ती गरेको हुनाले त्यसको एउटा समुच्चय रूपमा आज भयो भने के हुन्छ भने गल्ती गर्ने मान्छेलाई सजाय हुन्छ अब त्यो तथ्य के पनि नभन्ने अनि खालि तपाईँहरू जिम्मेवार भएर सबैलाई त्यसमा हाल्यो भने त त्यसो भए त सबै नेपाली जनता पनि जिम्मेवार भनिदिएर आखिर कोही जिम्मेवार नहुने स्थिति हुन्छ यसमा चाहिँ यो अवस्थाको लागि चाहिँ जनता पनि जिम्मेवार त हो किनभने जनता जिम्मेवार किन हुनु भनेपछि बारम्बार हामीले
ती मान्छेहरूलाई चाहिँ जिताइराखेका छौँ नि होइन। हिजो आउँछन्, भोट माग्छन्, जान्छन्, जनतामा सबैभन्दा ठुलो असन्तुष्टि भएर भोट माग्ने बेला आउँछन्, फेरि अनि भोट मागेपछि चुनाव जितिसकेपछि 5 वर्षसम्म आउँदैन। सबैभन्दा ठुलो असन्तुष्टि त जनताले फेरि 5 वर्षपछि फर्केर जाँदाखेरि फेरि जिताएर पनि पठाउँछन् है। अनि सबैभन्दा अस्तित्व छ है जनताको। म त जनतालाई दोष दिन्न, जनता दोषी छौँ हामी। म जनताको नजरमा चाहिँ म पनि दोषी। म तपाईँलाई दोषी खाँदैन, जनतालाई पनि खाँदैन। किन खाँदैन थाहा छ? हेर्नुहोस्, म राजनीतिक शास्त्रको विद्यार्थी, कानुनको विद्यार्थी। जो व्यक्ति देशको प्रधानमन्त्री, पार्टीको प्रमुख, ती व्यक्तिहरूले राष्ट्रिय हितलाई सर्वोपरि राखेर जनताका आकांक्षाहरू पुरा गर्ने दिशातर्फ जानु हो भने हेर्नुहोस्, जनताले त्यो दिशा समाज छ। अब एकजना व्यक्ति प्रधानमन्त्री हुन्छ, चुनाव जित्नलाई चाहिँ उसले खसी काटेर रक्सी पाएर चुनाव गर्छ भने त्यसको दोष जनतालाई मात्र दिन मिल्दैन। त्यसकारण नेता प्रधानमन्त्री विरुद्ध इन्जिन जस्तो हो, उसले इन्जिन अगाडि राम्रो भएको पछाडिका सवारहरू बसेको त्यो डब्बाहरूको दिशातिर लैजान्छ। त्यसकारण मूल जिम्मेवार त राजनीतिको केन्द्रीय नेतृत्व नै हो। त्यसमा त्रुटि भएका छन्, तर मेरो चाहिँ भनेको छ भने जसले त्रुटि गरे ठ्याक्कै त्यहाँ भन्नु पर्यो। त्यसो नभन्दाखेरि नै मलाई के लाग्छ, दोषीहरू दण्डित नहुने, सबै कुरा एकै ठाउँमा चाहिँ मास, गत, दाल, चामल एउटै हो भनिदिएको छ त, अनि कहाँबाट समस्या हुँदैन? हजुरको निर्वाचन क्षेत्रबाट कतिचोटि भ्रमण गर्नुभएको छ? मेरो त गणेशहरू, म तपाईँले अघि भने अब त्यसमा अलिक परिवार अलिकति कुरा राख्नेवाला थिएँ। यो निर्वाचन क्षेत्र जाँदैन भन्ने जुन कुरा छ नि, अब यो कसको हकमा भन्नु खोजे उसकै हकमा भन्नुपर्छ। म यस्तो मान्छे हो, निर्वाचन क्षेत्रमा सबै पार्टी, मैले एमालेबाट जितेको त्यो बेला सबै राजनीतिक दलका मान्छेलाई, म त सबैको सांसद हुँ, त्यो मतको हिजो राजनीति सांसद भइसकेपछि पनि फलाम पार्टी हुनुहुन्छ। म गाउँ गाउँमा गएर आम जनतालाई भेटघाट कार्यक्रमको त्यति बेला पोस्टर टास्क चलाउँथ्यो। म सुरुका दिनहरूको कुरा गर्छु, गाउँ गाउँ जाने मान्छे। म तपाईँ सांसद भएर होला कुरा गर्नुहुन्छ, सांसद नहुँदा गएको माघ महिनादेखि म 4 चोटि असम पुगेछु। नहुँदा अब हुँदा त म फुर्सद भइरहने माहौल बनाउनु होइन, मेरो कर्तव्य हो नि। जनताले मत दिने अनि जनताको बिचमा नजाने भन्ने हुन्छ र त्यो मेरो मान्यता हो। माहौलको कुरा होइन, उति बेला त तपाईँले माहौल बनाउन भन्नु। म त मातृको जागरण अभियान नेपाल पार्टी एमालेबाट निष्कासन गरेँ। मैले किन जनताको गाउँमा बनाउनु परेको? किन गर्नु भने जनताको भावनाको कदर गर्नको लागि, जनतालाई सुरक्षा दिनुको लागि, संरक्षण गर्नको लागि, जनताको भावना अनुसार राष्ट्रको सुरक्षा गर्नुको लागि त जनताको उत्तरदायी नेताले त्यो काम गर्दै हो। त्यतिखेर चाहिँ एमालेबाट निष्कासित पनि अनि त्यसपछि अब कता जाने भन्ने खालको चाहिँ अब एउटा हुन्छ नि मान्छेलाई, के अरे घरमा भात भएको बेला चाहिँ काहीँ न काहीँ त्यो चुइने छानोको मुनि पनि बहुत लाग्छ अरे त्यो मान्छे चाहिँ। हजुर काहीँ त्यही त हो नि। मेरो हकमा त्यो लागु हुँदैन। किन लागु हुँदैन भने यदि म पदको त्यस्तो कुरा मैले पद चुइने छानोबाट पद खोजेको भए 10औं महाधिवेशनमा वर्तमान नेकपा एमालेका अध्यक्ष मलाई मञ्चमा 5 चोटि उपाध्यक्ष हुनुभएको। तर मैले के भन्नु, यहाँ यो प्रतिस्पर्धा गर्ने ठाउँ, कसैले कसैलाई पद दिने भने तपाईँ विधिमा चल्नुहोस्, प्रणालीमा जानुहोस्, महाधिवेशनका प्रतिनिधिहरूलाई उम्मेदवार बन्न र बनाउन दिने, तपाईँ चुनिन दिने अधिकार दिनुहोस् मैले भनेको। त्यसकारण एमालेबाट निष्कासित भइसकेपछि पनि त्यो माथिबाट चुने छानाको पद नभएको भए नि मेरो मातृभूमि जागरण अभियान नेपाल आफै थियो, त्यो त आफै छाता छँदै थियो। अहिले म किन एकीकरणमा जानुपर्छ भन्ने मलाई लागेको भने हजुर 23-24 को घटनाले के देखायो भने यो राष्ट्रको स्वाधीनता, सार्वभौमिकता, जनताको हक अधिकारको सुरक्षा गर्न यो जुन देशलाई खाने बनाउने किसिमको अवस्था देखियो पाइयो, त्यसको पनि भयो विदेशीको अवस्था चाहिँ भयो। त्यसबाट यो देशलाई जोगाउन जनताको हक अधिकारको सुरक्षाको लागि धेरै बलियो शक्ति चाहियो। यो एउटा छाता ओढेर नहुने हो। अब ती समग्र छाताले एकमा थपाएर बलियो एउटा घर बनाउनु पर्ने भयो भनेर म त्यो महसुस गरेर यो नेपाली कम्युनिस्ट पार्टीको निर्माणमा अब प्रत्यक्षता खेल्न लाग्न अग्रसर भयो। यहाँनिर जोड्नु पर्छ, यो नेपाली कम्युनिस्ट पार्टी चाहिँ त्यो बलियो बन्छ होइन, बनिसक्यो। म अब यो तपाईँलाई जानकारी गराउँछु, 77 जिल्लामा यस्तो सङ्गठन छ, प्रवासमा धेरै देशहरूमा यसको सङ्गठन छ। यसमा 12 घटकहरूको व्यापक रूपमा देशव्यापी प्रभाव छ। यसका सबै समुदाय, सबै वर्गको बिचमा जनसङ्गठन आउँछ। किनभने हिजो त म यसका धेरै मान्छेलाई चिन्छु नि, किनभने हिजो कोही एमालेबाट आएका हुन्, नेकपा छँदा माओवादी हामी एकै ठाउँमा थियौँ। यो त यसै शक्तिशाली छ, बन्छ होइन, बनिसकेको छ। अब अझै यसलाई त्यो 12 टाउको मात्रै बलियो
हो कि भित्र पनि बोलेको छ? तपाईँ पर्सिया जनसभा हेर्नुहोस् न कतिजना तपाईँदेखि मैले भन्नुपर्छ अहिले 13वटा उपसमितिमा 100 मान्छे त अहिले परिचालित छ। यो बलियो नभए कहाँबाट आउँछ है? तपाईँलाई अस्ति यो मुक्ति सङ्घले हामीले गौडीमा एउटा नेताहरूको मात्रै एउटा भेला गरेको त्यो उद्योग वाणिज्य समितिको सभाकक्षमा बस्ने ठाउँ नभएर उभिएर हेर्नु पर्यो। त्यहाँ हामी सीमित व्यक्ति प्रोटोकल लाग्यो। त्यसैले यो घर निर्माण घर त छ, त्यो घरलाई अझ यति शक्तिशाली धेरै मान्छे अटाउने घर निर्माणमा हामीले बाहिर चालिसकेका छौँ। बरु म तपाईँको यो लोकप्रिय सञ्चार माध्यमबाट के आह्वान गर्न चाहन्छु भने अब देशको अग्रिम पंक्तिमा रहेको चाहे निर्वाचनको मोर्चामा चाहे राजनीतिका कुनै पनि मोर्चा अब अगाडि जाने देशको सर्वाधिक शक्तिशाली राजनीतिक दलमा सबै नेपालका देशभक्तहरू प्रगतिशील वामपन्थी यो देशको हित चाहने सबै मान्छेहरू छिटो छिटो यसमा सङ्गठित हुनुहोस् भनेर आह्वान गर्ने क्रममा यहाँ सञ्चार माध्यमबाट पनि सहयोग होस्, त्यसको लागि म हार्दिक आग्रह गर्न चाहन्छु। हाम्रो अबको यो त्यसमा चाहिँ सबै सुदूरपश्चिमभरिबाटै मान्छे आउँदैछ। हामीले यो कल्चर कैलाली कल्चरपुर बाहेकका जिल्लाहरूबाट त्यसै आम रूपमा बोलाएको छैन, किनभने त्यो टाढा पनि छ। हामीले मूल रूपमा कैलाली कल्चरपुरका आम जनसमुदायहरूलाई हाम्रो मक्सिर 12 गते 11:30 बजे चौराहा र क्याम्पस रोड चोकबाट सुरु हुने जुलुस र रङ्गशाला कवाडाको चौर 12:30 बजे सुरु हुने आमसभामा विशाल आमसभामा सहभागिता गरेर हामीले आह्वान गरेका छौँ। म पुनः तपाईँको यो कार्यक्रम मार्फत सम्पूर्ण आदरणीय जनसमुदायलाई सहभागिताका लागि हार्दिक आह्वान गर्न चाहन्छु। हामीले यहाँ केन्द्रित गरेका छौँ, तर विभिन्न जिल्लाहरूबाट अहिलेसम्म मलाई नै कति बनाइसकेका छन्। हामी त आउँछौँ, सहभागी हुन्छौँ भनेर साथीहरूले भन्नुभएको छ। उहाँलाई पनि हामी हार्दिक स्वागत गर्छौँ। र यो व्यापक रूपमा सुदूरपश्चिमको हकमा सुदूरपश्चिम भन्ने चाह छ। सुदूरपश्चिम बाहिरबाट पनि तपाईँहरूको त्यहाँ त एकदम जनलहर आइसक्यो भनेर मलाई फोन आएको छ। हामी त्यसो भए 12 गतिको कार्यक्रम सफल हुन्छ। कतिजना मान्छे आउँछ? कति मान्छे? अब यो कति मान्छे आउँछन् म अहिले भन्नुभन्दा पनि हामीले सुनिराखेको 50,000 ल्याउँछौँ। म त्यसै बेला भन्छु, त्यसै बेला तपाईँहरूबाट कति आएछन् भनेर। तर जनताबाट, कार्यकर्ताबाट र शुभेच्छुकहरूबाट, सञ्चारकर्मीहरूबाट सबैले हामीले के भनेको छ भने हजारौँ मानिसहरू उपस्थित हुन्छन्। त्यो 50,000 पनि हुनसक्छ, 40,000 पनि हुनसक्छ। तर त्यहाँ हजारौँ मानिसहरूको सहभागिता हुन्छ, 4 ठाउँ सहभागिता हुन्छ भन्ने सबैले हामीलाई ठाउँबाट त्यो सूचना दिइरहेको अवस्था छ। त्यो कार्यक्रमलाई चाहिँ यो अहिलेको जेनजी मुभमेन्टले चाहिँ असर नसरी गर्ने त्यतिखेर होइन, जुन मुभमेन्टको सम्भावना किन मोटिभेट गर्ने, कोसँग मोटिभेट गर्ने? अब जुन तपाईँले युवाको कुरा गर्नुभयो नि, जेनजी भन्नुभयो नि, उहाँले उठाएको त्यति बेला त्यही सामाजिक सन्दर्भमा परेको सुशासन भ्रष्टाचारका कारण हाम्रो मागै त्यही थियो। मैले त्यसै नै वक्तव्य दिएको थिएँ। जुन त्यहाँ दमन गरियो, जति कतिपय मानिसहरूको जुन युवाहरूको जुन ज्यान गयो, मैले त्यही बेला निन्दा गरेर मेरो आफ्नो समर्थक भएको ठाउँमा त मैले त्यसको जुलुस निकाल्न लगाएको थिएँ। अनि हामी सबैले मोटिभेट गर्छ। हामी त न्यायको पक्षमा, समाधानको पक्षमा छौँ, थारूहरूको हक अधिकारको पक्षमा, दलितहरूको अधिकारको पक्षमा छौँ, यहाँ जस्तो महिलाहरूको न्याय समानताको पक्षमा छ, हामी यो राष्ट्रको स्वाधीनताको पक्षमा छौँ। अनि हामी सबैले मोटिभेट गर्छ। मोटिभेट त कुरै छैन। बरु हामीलाई मैले के देखाएको छु भने अहिले जताततैबाट हामीलाई समर्थन मात्रै छ। त्यसैले हामी ढुक्कसँग कार्यक्रम गर्छौँ। हाम्रो कसैसँग शिविर छैन, मोटिभेट छैन। अब कसैले घुसपेट गर्न त्यस्तो चाहेछ भने हामी त्यसको लागि सुरक्षा दिएर त्यस्ता गतिविधिलाई नियन्त्रण गर्न हामी आफै पनि सक्षम छौँ। प्रशासनसँग पनि हाम्रो कुरा भएको छ, प्रशासनलाई पनि हामी समन्वय गरेर जान्छौँ। अहिलेको अवस्था जटिल अवस्थै छ। हो नि, के हो चुनाव घोषणा गरेपछि आउँछ कहिले घर हुन्छ? होइन, हाम्रो पक्षमा माहौल छ। तपाईँ अझै गर्नुहोस्, एकदमै माहौल छ। नेपाली कम्युनिस्ट पार्टी मलाई लागेको कसरी हुन्छ? म 100 मान्छे दिनदिनै परिचालन गरिरहेको छु, कुरा गरिरहेको छु, ठाउँबाट फोन कुरा गरिरहेको छु। होइन, नेपाली कम्युनिस्ट पार्टीको कार्यक्रममा कसैले मोटिभेट गर्ने, विरोध गर्ने कुनै सम्भावना छैन। म तपाईँको लोकप्रिय कार्यक्रम मार्फत सम्पूर्ण जनसमुदायलाई एकदम ढुक्क भएर यो कार्यक्रमको जुलुस जनसभामा आउनुहोस् भनेर म आह्वान गर्न चाहन्छु। हामीले त्यसमा हामी 100 हाम्रा स्वयंसेवकहरू पनि हाम्रा परिचालित हुनेछन्। हामी जनताको पनि सुरक्षा आफै पनि गर्छौँ, प्रशासनले पनि गर्छ। फेरि हाम्रो प्रशासनको दोलमा हामी कसैको विरुद्धमा जुलुस भइदियो। यो नेपाल राष्ट्रको सुरक्षाको लागि हो, नेपाली जनताको हक अधिकारको लागि हो, नेपाली जनताको उन्नति र प्रगतिको लागि हो। सुदूरपश्चिमलाई
अगाडि बढाउन यसको मुहार फेर्नुको लागि त्यो कारण हाम्रो यहाँ मुडभेड हुने भने त कुनै त्यो कल्पनामा त बाहिरको कुरा हो मुडभेड हुँदैन होइन अस्ति एउटा अन्तर्वार्ता सुनिरहेको केपी ओली प्रचण्ड शेरबहादुर देउवा यिनीहरूले चाहिँ देशलाई चाहिँ एकदमै शासन गरे भनेर भन्नु त्यो शब्द सुनिरहेको गएर प्रचण्डसँग के एक हप्ताभित्रै चेन्ज भयो होइन त्यो ठ्याक्कै त्यसरी मैले भनेको थिएन मलाई तपाईँले भने राम्रै सम्झना छ मैले के भनेको थियो भने यो देशमा जो नेताहरू जो पार्टीका प्रमुख भए यसमा पनि सबभन्दा पहिले अहिलेको यो देशको विषम स्थिति ल्याउनुमा मूल जिम्मेवार केपी ओली थियो त्यसमा कुनै शङ्का छैन उहाँलाई टेको लगाउने मैले सधैँ यो टेको शब्द प्रयोग गरेँ टेको लगाउने शेरबहादुर थियो र हिजो पुष्पकमल प्रचण्डजी पनि प्रधानमन्त्री हुनुभयो अर्थात् म मन्त्री भएकोले मैले टेकेको छु भने मेरो भाग हुनुपर्छ उहाँको भाग हुनुपर्छ भनेर भन्यो म अहिले तपाईँलाई नै भन्छु त्यसकारण हामी सबै व्यक्तिहरू हामीले हिजोका हिँडेका पाइला गलत ठाउँमा पऱ्यो हामीले कुनै त्रुटि गरेको भनेर फर्केर हेर्नुपर्छ यदि कुनै कमजोरी भएको छ भने त्यसलाई सुझाउनुपर्छ यो देशलाई आखिर जतिसुकै भदरबन्द भयो भने जतिसुकै यहाँ अशान्ति भयो भने जतिसुकै यो देश अप्ठ्यारो पऱ्यो भने आखिर त्यसलाई अगाडि बढाउने त्यो देशलाई फेरि ठिकठाक पार्टी गर्ने त हामी नेपाली नै हो हामीलाई नै त्यो काम गर्नुपर्छ नि मैले त्यो सन्दर्भमा त्यो कुरा गरेको हो त्यसैले त्यसमा त्यति बेला भनेको कुरा र मैले अहिले भन्ने गरेको कुरामा त्यस्तो कुनै ठुलो अन्तर छैन मैले अर्को एउटा प्रश्न चाहिँ यो हजुरहरूको सहमति पत्र रहेछ कि मातृभूमि नेपाल कम्युनिस्ट पार्टी नेपाल पार्टीको यो सहमति पत्रको 4 नम्बर कुरामा चाहिँ मैले उदाहरणमा सहमति गर्नुभएको सम्झौता गर्नुभएको पार्टी नेपाली कम्युनिस्ट पार्टीमा मातृभूमि जागरण अभियान नेपालका संयोजक डाक्टर भीम रावलको जिम्मेवारी लगायतका विषयमा आपसी सहमतिबाट टुङ्गो लगाइने भन्ने छ रहेछ होइन बुझा लागेको छैन होइन यो तपाईँहरूले शब्द प्रयोग गर्नुभयो नि म शब्द त दोहोऱ्याउन कस्तो हुन्छ भने जिम्मेवारी भनेको यो सुविचारित हुँदै नै लेखेको अब अहिले त यी सबै पार्टीहरू भङ्गको अवस्थामा छ मेरो हकमा माओवादीकै समाजवादी त्यसकारण अब हाम्रो यो सक्रमणकाल भएको अनि कुन व्यक्तिको के जिम्मेवारी हुने त्यो त छलफल गर्नै गाइन्छ मेरो मात्रै होइन सबैको त्यस कारणले गर्दाखेरि यो प्रसङ्ग पनि आउन सक्नेपछि भएको हुनाले ल है यतातिर ध्यान आकर्षित भएको छ भनेर भनिएको त्यसलाई अन्यथा त्यस्तो लिनुपर्ने के आवश्यकता छ मेरो तर्फबाट त कदापि होइन म कुनै पद खोज्न आएँ म यो देशको स्वाधीनताको रक्षा गर्न खोज्न आएको हुनाले यो पद भनेर सहजता को हुन्छ मान्छेको जीवन त स्थायी छैन त्यसकारण हाम्रो जीवनकालमा हामीले यो राष्ट्र सुरुपछि हेर्नुहोस् न हिन्दू त पञ्चायत राष्ट्र छैन तपाईँले जयप्रति बहादुर सिंहको कुरा सुन्नुभयो सांस्कृतिक परिवर्तन तपाईँले बाटापुरको कुरा सुन्नुभयो राणाकारको सहित डाक्टर केसिङले त 2007 सालको असमान सिंहको विरुद्धमा विद्रोह गरेर सिंहद्वारा पर्खाल भत्काएर उहाँले विद्रोह गरेको तपाईँलाई थाहा हो त्यसकारण मेरो भनाइ के हो भने हामी सुरुपछि यस्तो सभ्यता यस्तो संस्कृति यस्तो इतिहासका एउटा हामी उत्तराधिकारी हौँ अब अहिले हाम्रो देशमा जस्तै बाह्य जस्तै हाम्रो संस्कृति कमजोर गरेको छ हाम्रो एउटा गन्तव्यलाई धुमिल बनाएको छ बाह्य हस्तक्षेपका अनेक सुनहरू यहाँ घुसारिएका छन् त्यसलाई रोक्ने उद्देश्य हो अब त्यो काम गर्ने क्रममा पार्टीमा स्वाभाविक रूपमा मानिसहरूको समय क्षमता अनुसार त्यो स्थापित भइ नै हाल्छ त्यसलाई त्यस्तै धेरै चिन्ता गर्नु जस्तो लाग्यो एउटा सानो कुरा चाहिँ के गर्नु खोजेको भने देउवापछि चाहिँ सुदूरपश्चिममा एउटा बलियो नेताको रूपमा चाहिँ उदाउँदै गरेको नेता भनेर ढुङ्गाकोलाई हेर्ने गरेको थियो होइन केही समयपछि एमालेबाट निष्कासित भइसकेपछि चाहिँ अब यहाँको राजनीति सक्यो भने पनि मान्छेले धारा पनि बनाइराखेका थियो ठाउँमा उहाँको चिया गफमै भने यहाँको कुराहरू चाहिँ उठ्ने भयो भनेपछि अब एउटा आशा चाहिँ के छ भने फेरि ढुङ्गा उठ्दै हुनुहुन्छ भन्ने खालको एउटा संसार चाहिँ त्यो आशाको संसार यस्तै कसरी सबभन्दा पहिले त शेरबहादुर राजनीतिबाट अवकाश गरेपछि त्यसो भए त सबै नेपाली जनताले जिम्मेवार भनिदिएर आखिर कोही जिम्मेवार नहुने स्थिति हुन्छ यसमा चाहिँ यो अवस्थाको लागि चाहिँ जनता पनि जिम्मेवार त हो किनभनेपछि जनता जिम्मेवार किन हुनु भनेपछि बारम्बार हामीले त्यही मान्छेहरूलाई त जिताइराखेका छौँ होइन हिजो आउँछन् भोट माग्छन् जान्छन्
जनतामा सबैभन्दा ठुलो असन्तुष्टि भनेको त भोट माग्ने बेला आउँछन् फेरि अनि भोट मागेपछि चुनाव जितिसकेपछि 5 वर्षसम्म आउँदैन। सबैभन्दा ठुलो असन्तुष्टि त जनताको फेरि 5 वर्षपछि फर्केर जाँदा फेरि जिताएर पनि पठाउँछन् है। अनि सबैभन्दा अस्तित्व छ है जनताको। म त जनतालाई दोष दिन्न। जनता दोषी छ हामी। म जनताको नजरमा चाहिँ म पनि दोषी। म तपाईँलाई दोषी खाँदैन, जनतालाई पनि खाँदैन। किन खाँदैन थाहा छ? हेर्नुहोस्, म राजनीतिक शास्त्रको विद्यार्थी, कानुनको विद्यार्थी। जो व्यक्ति देशको प्रधानमन्त्री पार्टीको प्रमुख ती व्यक्तिहरूले राष्ट्रिय हितलाई सर्वोपरि राखेर जनताका आकांक्षाहरू पुरा गर्ने दिशातर्फ जाने हो भने हेर्नुहोस्, जनताको एक दिशा समाज छ क्या। अब एकजना व्यक्ति प्रधानमन्त्री हुन्छ, चुनाव जित्नलाई चाहिँ उसले खसी काटेर रक्सी पाएर चुनाव गर्छ भने त्यसको दोष जनतालाई मात्र दिन मिल्दैन। त्यसकारण नेता प्रधानमन्त्री विरुद्ध इन्जिन जस्तो हो, उसले इन्जिन अगाडि जानु भएको पछाडिका सवारहरू बसेको त्यो डब्बाहरूलाई दिशा दिएर जान्छ। त्यसकारण मुख्य जिम्मेवार त राजनीतिको केन्द्रीय नेतृत्व नै हो। त्यसमा त्रुटि भएका छन्, तर मेरो चाहिँ भनेको छ भने जसले त्रुटि गरे ठ्याक्कै त्यहाँ भन्नु पर्यो। त्यसो नभन्दाखेरि नै मलाई के लाग्छ, दोषीहरू दण्डित नहुने, सबै कुरा एकै ठाउँमा चाहिँ मास, गद, दाल, चामल एउटै हो भनिदिएपछि त अनि कहाँबाट समस्या हुँदैन? हजुरको निर्वाचन क्षेत्रतिर कतिचोटि भ्रमण गर्नुभएको छ? मेरो त गणेशहरू म तपाईँले अघि भने अब त्यसमा अलिक परिवार अलिकति कुरा राख्दै गर्दा थिएँ। यो निर्वाचन क्षेत्र जाँदैन भन्ने जुन कुरा छ नि, अब यो कसको हकमा भन्नु खोजे उसकै हकमा भन्नुपर्छ। म यस्तो मान्छे हो, निर्वाचन क्षेत्रमा सबै पार्टी, मैले एमालेबाट जितेको त्यो बेला सबै राजनीतिक दलका मान्छेलाई म त सबैको सांसद हुँ। त्यो मतको हिजो राजनीति सांसद भइसकेपछि पनि पालन पार्टी हुनुहुन्छ। म गाउँ गाउँमा गएर आम जनतालाई भेटघाट कार्यक्रमको त्यति बेला पोस्टर क्लास चलाउँथ्यो। म सुरुका दिनहरूको कुरा गर्छु, गाउँ गाउँ जाने मान्छे म। तपाईँ सांसद भएर होला कुरा गर्नुहुन्छ, सांसद नहुँदा गएको माघ महिनादेखि म 4 चोटि असम पुग्छु। नहुँदा अब हुँदा त म फुर्सद भएकै गाउँमै छैन। माहौल बनाउनु होइन मेरो कर्तव्य हो नि। जनताले मत दिने अनि जनताको बिचमा नजाने मात्रै हुन्छ र त्यो मेरो मान्यता हो। माहौलको कुरा होइन, उति बेला त तपाईँले माहौल बनाउनै भन्नु। म त मातृको जागरण अभियान नेपाल पार्टी मार्फत निष्कासन गरेँ। मैले किन जनताको गाउँमा बनाउनु परेको किन गर्नु भने जनताको भावनाको कदर गर्नको लागि, जनतालाई सुरक्षा दिनुको लागि, संरक्षण गर्नको लागि, जनताको भावना अनुसार राष्ट्रको सुरक्षा गर्नुको लागि त जनताप्रति उत्तरदायी नेताले त्यो काम गर्दै गर्छ। त्यतिखेर चाहिँ एमालेबाट निष्कासित पनि है। अनि त्यसपछि अब कता जाने भन्ने खालको चाहिँ अब एउटा हुन्छ नि मान्छेलाई के अरे घरमा भात भएको बेला चाहिँ काहीँ न काहीँ त्यो चुइने छानोको मुनि पनि बहुत लाग्छ अरे त्यो मान्छे चाहिँ। हजुर काहीँ त्यही त हो। मेरो हकमा त्यो लागु हुँदैन। किन लागु हुँदैन भने यदि म पदको त्यस्तो कुरा मैले पद चुइने छानोबाट ओत खोजेको भए 10औं महाधिवेशनमा वर्तमान नेकपा एमालेका अध्यक्ष के बोल्नुभयो, मलाई मञ्चमा 5 चोटिको प्रधानमन्त्री उपाध्यक्ष हुनुभएको। तर मैले के भन्नु, यहाँ यो प्रतिस्पर्धा गर्ने ठाउँ, कसैले कसैलाई पद दिने भने तपाईँ विधिमा चल्नुहोस्, प्रणालीमा जानुहोस्, महाधिवेशनका प्रतिनिधिहरूलाई उम्मेदवार बन्न र बनाउन दिनुको लागि चुनिनु दिने अधिकार दिनुहोस् मैले भने। त्यसकारण एमालेबाट निष्कासित भइसकेपछि पनि त्यो माथिबाट चुने छानाको पद नभएर नि मेरो मातृभूमि जागरण अभियान नेपाल आफ्नै थियो, त्यो त आफ्नै छाता छँदै थियो। अहिले म किन एकीकरणमा जानुपर्छ भन्ने मलाई लागेको हो भने हजुर 23-24 गतिको घटनाले के देखायो भने यो राष्ट्रको स्वाधीनता, सार्वभौमिकता, जनताको हक अधिकारको सुरक्षा गरेर यो जुन देशलाई खाने बनाउने किसिमको अवस्था देखियो पाइयो, त्यसको पनि भयो विदेशीको हस्तक्षेप भयो। त्यसबाट यो देशलाई जोगाउन जनताको हक अधिकारको सुरक्षाको लागि धेरै बलियो शक्ति चाहियो। यो एउटा छाता ओढेर नहुने भयो। अब ती समग्र छातालाई एक ठाउँमा थपाएर बलियो एउटा घर बनाउनु पर्ने भयो भनेर म त्यो महसुस गरेर यो नेपाली कम्युनिस्ट पार्टीको निर्माणमा अब प्रत्यक्षताका साथ लाग्न अग्रसर भयो। यहाँनिर जोड्नु चाहिँ यो नेपाली कम्युनिस्ट पार्टी चाहिँ त्यो बलियो बन्छ होइन, बनिसक्यो। म अब यो तपाईँको जानकारी 77 जिल्लामा यसको संगठन छ। प्रवासमा धेरै देशहरूमा यसको संगठन छ। यसमा 12 घटकहरूको व्यापक रूपमा देशव्यापी प्रभाव छ। यसका सबै समुदाय, सबै वर्गको बिचमा जनसङ्गठन आउँछ। किनभने हिजो त म यसका धेरै मान्छेलाई चिन्छु, किनभने हिजो कोही एमालेबाट आएका हुन्, नेकपा छँदा माओवादी हामी एकै ठाउँमा थियौँ। यो त यसै शक्तिशाली छ, बन्छ होइन, बनिसकेको छ। अब अझै यसलाई तपाईँ पर्सि जनसभा हेर्नुहोस् कतिजना तपाईँ देखिहाल्नु, मैले भन्नुपर्छ। अहिले
13वटा उपसमितिमा 100 मान्छे त अहिले परिचालित छ। यो बलियो नभए कहाँबाट आउँछ है? तपाईँले भेला हेर्नुभयो स्टाफ हामी अस्ति यो मुक्तिसँगले हामीले गौडीमा एउटा नेताहरूको मात्रै एउटा भेला गरेको त्यो उद्योग वाणिज्य समितिको सभाकक्षमा बस्ने ठाउँ नभएर उभिएर हेर्नु पर्यो। त्यहाँ हामी सीमित व्यक्ति प्रोटोकल आयो। त्यसैले यो घर निर्माण होइन, घर त छ, त्यो घरलाई अझ यति शक्तिशाली धेरै मान्छे अटाउने घर निर्माणमा हामीले बाहिर चालिसकेका छौँ। बरु म तपाईँको यो लोकप्रिय सञ्चार माध्यमबाट के आह्वान गर्न चाहन्छु भने अब देशको अग्रिम पंक्तिमा रहेको चाहे निर्वाचनको मोर्चामा चाहे राजनीतिका कुनै पनि मोर्चामा अब अगाडि जाने देशको सर्वाधिक शक्तिशाली राजनीतिक दलमा सबै नेपालका देशभक्तहरू, प्रगतिशील, वामपन्थी, यो देशको हित चाहने सबै मान्छेहरू छिटो छिटो यसमा सङ्गठित हुनुहोस् भनेर आह्वान गर्ने क्रममा यहाँको सञ्चार माध्यमबाट पनि सहयोग होस्, त्यसको लागि म हार्दिक आग्रह गर्न चाहन्छु। हाम्रो अबको यो 12 गतेको कार्यक्रम त्यसमा चाहिँ सबै सुदूरपश्चिमभरि मात्रै मान्छे आउँदैछ। हामीले यो कल्चर कैलाली कञ्चनपुर बाहेकका जिल्लाहरूबाट त्यसै आम रूपमा बोलाएको छैन, किनभने त्यो टाढा पनि छ। हामीले मूल रूपमा कैलाली कञ्चनपुरका आम जनसमुदायहरूलाई हाम्रो मक्सिर 12 गते 11:30 बजे चौराहा क्याम्पस रोड चौकबाट सुरु हुने जुलुस र रङ्गशाला कवाडाको चौर 12:30 बजे सुरु हुने आमसभामा विशाल आमसभामा सहभागिता गरेर हामीले आह्वान गरेका छौँ। म पुनः तपाईँको यो कार्यक्रम मार्फत सम्पूर्ण आदरणीय जनसमुदायलाई सहभागिताको लागि हार्दिक आह्वान गर्न चाहन्छु। हामीले यहाँ केन्द्रित गरेका छौँ, तर विभिन्न जिल्लाहरूबाट अहिलेसम्म मलाई नै कति बनाइसकेका छन्। हामी त आउँछौँ, सहभागी हुन्छौँ भनेर साथीहरूले भन्नुभएको छ, उहाँलाई पनि हामी हार्दिक स्वागत गर्छौँ। र यो व्यापक रूपमा सुदूरपश्चिमको हकमा सुदूरपश्चिम भनेको चाह छ, सुदूरपश्चिम बाहिरबाट पनि तपाईँहरूको त्यहाँ त एकदम जन्म लहर आइसक्यो भनेर मलाई फोनहरू आएको छ। हामी त्यसो भए 12 गतेको कार्यक्रम सफल हुन्छ। कतिजना मान्छे आउँछ? कति मान्छे आउँछ? अब यो कति मान्छे आउँछन् म अहिले भन्नुभन्दा पनि हामीले सुनिराखेको 50,000 ल्याउँछौँ। म त्यसै बेला भन्छु, त्यसै बेला तपाईँहरूमा कति आएछन् भनेर। तर जनताबाट, कार्यकर्ताबाट र शुभेच्छुकहरूबाट, सञ्चारकर्मीहरूबाट सबैले हामीले के भनेको छ भने हजारौँ मानिसहरू उपस्थित हुन्छन्। त्यो 50,000 पनि हुनसक्छ, 40,000 पनि हुनसक्छ, तर त्यहाँ हजारौँ मानिसहरूको सहभागिता हुन्छ, 4 ठाउँको सहभागिता हुन्छ भन्ने सबैले हामीलाई ठाउँ ठाउँबाट त्यो सूचना दिइरहेको अवस्था छ। त्यो कार्यक्रमलाई चाहिँ यो अहिलेको जेनजी मुभमेन्टले चाहिँ असर नसरी गर्ने त्यसलाई होइन, जुन मुभमेन्टको सम्भावना किन मोटिभेट गर्ने, कोसँग मोटिभेट गर्ने? अब जुन तपाईँले युवाको कुरा गर्नुभयो नि, जेनजी भन्नुभयो नि, उहाँले उठाएको त्यति बेला त्यही सामाजिक सञ्जालमाथि पटेको सुशासन भ्रष्टाचारका कारण हाम्रो मागै त्यही थियो त। मैले त्यसै नै वक्तव्य दिएको थिएँ। जुन त्यहाँ दमन गर्यो, जति कतिपय मानिसहरूको जुन युवाहरूको जुन ज्यान भयो, मैले त्यही बेला निन्दा गरेर मेरो आफ्नो समर्थक भएको ठाउँमा त मैले त्यसको जुलुस निकाल्न लगाएको थिएँ। अनि हामी सबैले मोटिभेट गर्छ, हामी त न्यायको पक्षमा छौँ, समानताको पक्षमा छौँ, थारूहरूको हक अधिकारको पक्षमा छौँ, दलितहरूको अधिकारको पक्षमा छौँ, यहाँ जस्तो महिलाहरूको न्याय समानताको पक्षमा छौँ, हामी यो राष्ट्रको स्वाधीनताको पक्षमा छौँ। अनि हामी सबैले मोटिभेट गर्छ। मोटिभेट त कुरै छैन, बरु हामीलाई मैले के देखाएको छु भने अहिले जताततैबाट हामीलाई समर्थन मात्रै छ। त्यसैले हामी ढुक्कसँग कार्यक्रम गर्छौँ, हाम्रो कसैसँग शिविर छैन, मोटिभेट छैन। अब कसैले घुसपेट गर्न त्यस्तो चाहेछ भने हामी त्यसको लागि सुरक्षा दिएर त्यस्ता गतिविधिलाई नियन्त्रण गर्न हामी आफै पनि सक्षम छौँ। प्रशासनसँग पनि हाम्रो कुरा भएको छ, प्रशासनलाई पनि हामी समन्वय गरेर जान्छ। अहिलेको अवस्था जटिल अवस्थै छ। हो नि, के हो चुनाव घोषणा गरेपछि आमसभामा कहिले गएको हुन्छ? होइन, हाम्रो पक्षमा माहौल छ, एकदमै माहौल छ। नेपाली कम्युनिस्ट पार्टी मलाई लागेको कसरी हुन्छ, म 100 मान्छे दिनदिनै परिचालन गरिरहेको छु, कुरा गरिरहेको छु, टर्नबाट फोन कुरा गरिरहेको छु। होइन, नेपाली कम्युनिस्ट पार्टीको कार्यक्रममा कसैले मोटिभेट गर्ने, विरोध गर्ने कुनै सम्भावना छैन। म तपाईँको लोकप्रिय कार्यक्रम मार्फत सम्पूर्ण जनसमुदायलाई एकदम ढुक्क भएर यो कार्यक्रमको जुलुस जनसभामा आउनुहोस् भनेर म आह्वान गर्न चाहन्छु। हामीले त्यसमा हामी 100 हाम्रा स्वयंसेवकहरू पनि हाम्रा परिचालित हुनेछन्। हामी जनताको पनि सुरक्षा आफै पनि गर्छौँ, प्रशासनले पनि गर्छ। फेरि हाम्रो कसैसँग दोलमा हामी कसैको विरुद्धमा जुलुस भइदियो, यो नेपाल राष्ट्रको सुरक्षाको लागि, यो नेपाली जनताको हक अधिकारको लागि हो, नेपाली जनताको उन्नति र प्रगतिको लागि हो। सुदूरपश्चिमलाई
अगाडि बढाउन यसको मुहार गर्नुको लागि त्यो कारण हाम्रो यहाँ मुठभेड हुने भने त कुनै त्यो कल्पनाको त बाहिरको कुरा हो मुठभेड हुँदैन हैन अस्ति एउटा अन्तर्वार्ता सुनिरहेको एबीओली प्रचण्ड शेरबहादुर यिनीहरूले चाहिँ देशलाई चाहिँ एकदमै शासन गरे भनेर भन्नु त्यो शब्द सुनिरहेको गएर प्रचण्ड के एक हप्ताभित्रै चेन्ज भयो होइन त्यो ठ्याक्कै त्यसरी मैले भनेको थिएन मलाई तपाईँले भनेको राम्रै सम्झना छ मैले के भनेको थियो भने यो देशमा जो नेताहरू जो पार्टीका प्रमुख भए यसमा पनि सबभन्दा पहिले अहिलेको यो देशको विषम स्थिति ल्याउनुमा मूल जिम्मेवार केपी ओलीज्यू त्यसमा कुनै शङ्का छैन उहाँलाई टेको लगाउने मैले सधैँ यो टेको शब्द प्रयोग गरेको टेको लगाउने शेरबहादुर र हिजो पुष्पकमल प्रचण्डजी पनि प्रधानमन्त्री हुनुभयो अर्थात् म मन्त्री बाबुले मैले के गरिरहेको छु भने मेरो भाग हुनुपर्छ उहाँको भाग हुनुपर्छ भनेर भन्यो म अहिले तपाईँलाई नै भन्छु त्यसकारण हामी सबै व्यक्तिहरू हामीले हिजोका हिँडेका पाइला गलत ठाउँमा पऱ्यो हामीले कुनै त्रुटि गरिदिनु भनेर फर्केर हेर्नुपर्छ यदि कुनै कमजोरी भएको छ भने त्यसलाई सुझाउनुपर्छ यो देशलाई आखिर जतिसुकै भगरबन्द भयो भने जतिसुकै यहाँ अशान्ति भयो भने जतिसुकै यो देश अप्ठ्यारो पऱ्यो भने आखिर त्यसलाई अगाडि बढाउने त्यो देशलाई फेरि ठिकठाक पार्ने गर्ने त हामी नेपाली नै हो हामीले नै त्यो काम गर्नुपर्छ नि मैले त्यो सन्दर्भमा त्यो कुरा गरेको हो त्यसैले त्यसमा त्यति बेला भनेको कुरा र मैले अहिले भन्ने गरेको कुरामा त्यस्तो कुनै ठुलो अन्तर छैन मैले अर्को एउटा प्रश्न चाहिँ यो हजुरहरूको सहमति पत्र रहेछ कि मातृभूमि नेपाल कम्युनिस्ट पार्टी नेपाल पार्टीको यो सहमति पत्रको 4 नम्बर कुरामा चाहिँ मैले उदाहरणमा सहमति गर्नु सम्झौता गर्नु पार्टी नेपाली कम्युनिस्ट पार्टीमा मातृभूमि जागरण अभियान नेपालका संयोजक डाक्टर भीम रावलको जिम्मेवारी लगायतका विषयमा आपसी सहमतिबाट कुरो लगाइने भन्ने रहेछ होइन बुदा लागेको छैन यो तपाईँहरूले शब्द प्रयोग गर्नु भने म शब्द त दोहोऱ्याउनु कस्तो हुन्छ भने यो जिम्मेवारी भनेको यो सुविचार भले नै लेखेको अब अहिले त यी सबै पार्टीहरू भङ्गको अवस्थामा छ मेरो हकमा माओवादीकै समाजवादी त्यसकारण अब हाम्रो यो सङ्क्रमण काल भएको हुनाले अनि कुन व्यक्तिको के जिम्मेवारी हुने त्यो त छलफल गर्नै गाइन्छ मेरो मात्रै होइन नि सबैको त्यस कारणले गर्दाखेरि यो प्रसङ्ग पनि आउन सक्ने पछि भएको हुनाले ल है यतातिर ध्यान आकर्षित भएको छ भनेर भनिएको त्यसलाई अन्यथा त्यस्तो लिनुपर्ने के आवश्यकता छ मेरो तर्फबाट त कदापि होइन म कुनै पद खोज्न आएँ म यो देशको स्वाधीनताको रक्षा गर्न खोज्न आएको हुनाले यो पद हुन्छ मान्छेको जीवन त स्थायी छैन त्यसकारण हाम्रो जीवनकालमा हामीले यो राष्ट्र सुरुपछि हेर्नुहोस् न हिन्दू त पञ्चायत राष्ट्रको सुरक्षामा तपाईँले जयकृति बहादुर सिंहको कुरा सुन्नुभयो सांस्कृतिक परिवर्तन तपाईँले बाटापुरको कुरा सुन्नुभयो राणातालको सहित डाक्टर केसिङले त 2007 सालको असमान सिंहको विरुद्धमा विद्रोह गरेर सिंहद्वारा त्यहाँ पर्खाल भत्काएर उहाँले विद्रोह गरेको तपाईँलाई थाहा हो त्यसकारण मेरो भनाइ के हो भने हामी सुरुपछि यस्तो सभ्यता यस्तो संस्कृति यस्तो इतिहासका एउटा हामी उत्तराधिकारी हौँ अब अहिले हाम्रो देशमा बाह्य हस्तक्षेप जसरी हाम्रो संस्कृति कमजोर गरेको छ हाम्रो एउटा गन्तव्यलाई धुबिल बनाएको छ बाह्य हस्तक्षेपका अनेक सुनहरू यहाँ घुसारिएका छन् त्यसलाई रोक्ने उद्देश्य हो अब त्यो काम गर्ने क्रममा पार्टीमा स्वाभाविक रूपमा मानिसहरूको क्षमता अनुसार त्यो स्थापित भइ नै हाल्छ त्यसलाई त्यस्तै धेरै चिन्ता गर्नुको जस्तो मलाई लाग्यो अनुरोध गर्छु सुदूरपश्चिमपाटी सबैलाई नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट हाम्रो चुनिने छ धन्यवाद।